जो भन्थे पहिले मलाई बोल्न दे सरकार, आज आफै सरकारमा हुनुहुन्छ। उहाँले यो किन बुझिराख्नु भएको छैन कि अरूलाई पनि बोल्न दिनुपर्छ। फेरि मुख थुन्न सुरु गर्नुभयो आफू आएर। यो कहाँको न्याय हो? बोल्न दे सरकार, सबैको हक हो बोल्ने। र जुन कार्य लुकाउन सञ्चारकर्मीलाई रोक लगाउँदैछ, सिंहदरबार पस्न, त त्यहाँ चुनावको गणनादेखि नै रोक लगाउनुभयो मिडियालाई। बिस्तारै आउँदै आउँदै धेरै ठाउँमा रोक लगाइदिनु भयो र उहाँहरूको गोदी मिडिया मात्रै ती जानकारीहरू लिने अवस्था व्यवस्था बनाउनु हो। र गोदी मिडियाले त जो उनीहरू चाहन्छन् त्यति मात्रै बाहिर निकाल्छन्। र ती साहसी सञ्चारकर्मीहरूलाई म धन्यवाद दिन चाहन्छु कि यसरी गरिबका, यसरी जनताका आफू रिक्स लिएर, आफू दमन सहेर, आफू रोकटोक सहेर पनि उनीहरूको सही अवस्था, उनीहरूको पीडालाई आज हामी समक्ष पुर्याउन सफल हुनुभएको छ र गर्दै हुनुहुन्छ। आज जुन यी होल्डिङ सेन्टरका बिचारा सुकुम्बासीहरूको अवस्था जसरी मिडियामा आएको छ, यस्तो त सायद सरकार यतिसम्मको गुणस्तरहीन त हुनु हुँदैन। संविधानमा खाद्य सुरक्षाको पनि नीति नियमहरू छ। कुन गुणस्तरीय खाद्यहरू प्रयोग हुने ठाउँमा यसरी गुणस्तरीयहीन, जसको सीमा छैन, यस्तो खानाहरू जेल जस्तो बनाएर सुकुम्बासीहरूलाई राखेको छ। कसैलाई सुख दुःख बुझ्न नदिने, सुन्न नदिने र यसरी राखेर अनि लुकाएर अनि उनीहरूको आफ्नो मान्छे मात्रै गएर डराएर धम्काएर राखेर यत्रो दिन यसरी राखेको रहेछ। एक त सेना लगाएर सुकुम्बासीलाई उठीबास बनाइयो, सही व्यवस्थापन, दीर्घकालीन व्यवस्थापन गरेर लगेको भए को जान चाहँदैन, सुविधायुक्त ठाउँमा बस्न मान्दैन। सबै खुसी खुसी जान्थे, तर सेना लगाएर उठीबास लगाए, यस्तो ठाउँमा लगेर राखे कि आज त्यहाँ भन्दा पनि जोखिम छ। बाढीले बगाउने, बर्खाको समय आइसकेको छ, साँप किराहरू जताबाट पनि पस्न सक्ने, र सबभन्दा त यस्तो खाना, यस्तो खाद्य प्रयोग हुँदैछ कि त्यो सायद मानिस जो पालेको कुकुर हुन्छ त्यसलाई पनि दिँदैन। यस्तो त अति भो सरकार, अति भो। र त्यहाँ जुन जेनजी अभियन्ताहरू, मजिद अन्सारीजी लगायत त्यहाँ गएका थिए सुख दुःख बाँड्न, बुझ्न, उनीहरूलाई चाहिँ डकैत जस्तो, खुन गरेर आए जस्तो, खुनी जस्तो, एकजनामाथि 15-20 जना प्रहरी के गर्न खोजे हो? त्यस्तो के दमनको त्यति बेला यो थाहा हुँदैन कि के गर्दैछु भनेर, त्यो पनि थाहा हुँदैन कि क्या हो। त्यसरी न महिला देखा छ न केही। यिनीहरू त सुझबुझ नागरिक हुन्, सुझबुझ हाम्रा विद्यार्थीहरू हुन्। एक
पल्ट एकजनाले होइन यसरी गर्नुपर्छ यसरी जानुपर्छ भनेको भए डराउनेहरू होइनन् यिनीहरू। जो दुखीका लागि न्यायालयमा गएर बहस गर्छन्, आवाज बन्छन्, उनीहरूको आज यस्तो हालत हुनुपर्ने? कुटपिट मतलब मार दिने जस्तो कुन तरिकाले मारिएको, कुन शब्द प्रयोग गरेको? के मधेसी विद्यार्थी होइन, देशका नागरिक होइन? ऊ गरिब जनताको समस्या बुझ्न जान पाउँदैन? महिलाहरू जान पाउँदैन? कुन खालको व्यवहार गरेर त्यसरी कुटपिट गरिएको छ? तुरुन्त ती प्रहरीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही होस् र मजिदजीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यिनीहरूप्रति न्याय हुनुपर्छ। त एउटा कुरा जानिराखोस्, डराएर बस्ने नेपाली साहसी कदमहरू होइन। जुन आवाज अब अहिलेका सरकारमा जति छन् सबै आवाज कहीँ न कहीँ केही न केही उठाउँदै भले राजनीतिक सङ्घर्ष गरेका छैनन् तर केही इस्युहरूमा कुरा गरिरहेछन्। त्यही भएर बुझ्नुस् कि अहिले पनि ती इस्युहरू समाप्त भइसकेको छैन, यथावत छ। त्यसलाई समाप्त, त्यसलाई न्यूनीकरण गर्न अगाडि बढ्नुस्। यो होइन कि अझै दमनतर्फ लाग्ने, कुरा लुकाउनको लागि त्यहाँ जेल जस्तो राख्ने, सरकारलाई नसोधिकन भित्र बुझ्न पनि नपाउने, सहयोग पनि गर्न नपाउने। जेलर हो सुकुम्बासीहरू, जेलमा पनि मैले बुझेसम्म, मैले हेरेसम्म, म हेरेको पनि छु, त्यस्तै खाना, गुणस्तरहीन खाना प्रयोग हुन्छ। डराउने कदमहरू होइनन्। यसरी रोकिएर रोक्न सक्नुहुन्न, किनभने तपाईँ त्यही जेएनजीहरूको बलिदानको उपज यी सरकार हुन् र यी सरकारको सेकेन्डको परीक्षा छ। या त त्यो परीक्षामा पास हुने कोसिस गर्नुस्, नभए विदाई हुने कोसिस गर्नुस्। यसरी दमनमा उत्रियो भने पत्रकारलाई दमन गरेको छ, विद्यार्थीहरूलाई दमन गरेको छ, बोल्नेहरूको आवाज थुन्न कोसिस गरेको छ। यो के हो? यसरी दमन गर्न पाउँछ? ती विद्यार्थीको जिम्मा, यसरी क्षतिको जिम्मा, शारीरिक मानसिक तनावको जिम्मा क्षतिपूर्ति कसले दिने? बोल्न दे सरकार, और आफू पनि चुप लागेर बसेर होइन कि बोल्नुस् सरकार, बोल्नुस्। मुख थुनेर हुँदैन। जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ, त्यो बोलीले पनि र कामले पनि। काम पनि देखिँदैन, बोली पनि छैन। के गर्ने प्रतिबद्धता पनि छैन। हिजो एक थोक बोलेर चुनाव जितेर आयो, आज तुरुन्तै चेन्ज। यसरी चल्दैन। यसरी दमन नगर्नुस्। र यी दमनहरूप्रति म घोर निन्दा गर्दै यिनीहरूप्रति न्याय होस् र जसले यी दुर्व्यवहार गरेछ, कसको अर्डरमा गर्यो, एकलाई पत्ता लगाएर कानुनी सजायको दायराभित्र ल्याओस् र सचेत होस्। यी सरकार सचेत होस्, चेतना भया। धन्यवाद।